नमस्कार। आज म अन्तर्राष्ट्रिय कन्डम दिवस 13 फेब्रुअरी 2026 यहाँलाई स्वागत गर्न चाहन्छु। विश्वभरि आज हामी युज इट को थीम सहित अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउन गइरहेका छौँ। विशेषतः यो कन्डमको महत्त्व हेर्दाखेरि चाहिँ के देखिन्छ त भन्दा एचआइभी र एसटिआई रोक्नको लागि कन्डम अझै पनि सबैभन्दा प्रभावकारी र कम खर्चिलो माध्यम हो भन्ने चाहिँ प्रमाणित भएको छ। त्यसपछि कन्डममा गरिने सानो खर्चले भविष्यको उपचारमा हुने ठुलो खर्चलाई बचाउँछ। त्यो हिसाबले पनि हामी कन्डमलाई चाहिँ राज्यले गर्ने लगानीमा चाहिँ कन्जुसाइ गर्न चाहिँ हुँदैन। अब बढ्दो यौनजन्य सङ्क्रमणको अवस्था हेर्ने हो भने नेपालमा अहिले एकदमै यो रोगको चाहिँ एकदमै बढ्दो अवस्था छ। विश्वभरि यो मा पनि यौन सङ्क्रमण चाहिँ एकदमै बढ्दो अवस्थामा छ। अझ यौन रोगहरू मध्येमा पनि सिफिलिस जसलाई हामीले चाहिँ भिरिङ्गीको रूपमा चाहिँ लिने गर्छौँ, यो एकदमै बढ्दो छ। भरतपुर र नारायणीमा गएको 2025मा हामीले एउटा सानो सर्वे गर्दा 1637 जनामा यसको स्क्रिनिङ भएको थियो। 108 जना चाहिँ यौन रोगहरू चाहिँ सङ्क्रमितहरू पत्ता लागेको थियो भने त्यो मध्ये 88 जना सिफिलिस थिए भने बाँकी चाहिँ रहेका अन्य यौन रोगहरू थिए त भनेपछि सिफिलिसको चाहिँ एकदमै बढ्दो सङ्क्रमण दर चाहिँ बढिरहेको छ। अब कन्डमको सर्वसुलभताको कुरा चाहिँ गर्ने हो भने कन्डम विलासिता होइन। कन्डम मानव जीवनलाई पब्लिकलाई को हितमा हुने एउटा चाहिँ साधन या वस्तु हो। त्यसकारण चाहिँ राज्यले यसमा चाहिँ कर लगाउनु हुँदैन। यसको चाहिँ सर्वसुलभता चाहिँ हुनुपर्छ। अहिले पनि हेर्ने हो भने कन्डमको सर्वसुलभता चाहिँ छैन। अब रोकथामको रणनीतिको कुराहरू चाहिँ गर्ने हो भने राज्यले के गर्नु पर्छ भन्दा हरेक तह र तबकाबाट जति पनि एचआइभीका रोकथामका रणनीतिहरू छन्, यो रणनीतिमा चाहिँ कन्डम अर्थात् चाहिँ प्रिभेन्सनको चाहिँ रणनीतिलाई चाहिँ केन्द्रबिन्दुमा चाहिँ राखेर चाहिँ काम गर्नुपर्छ, ताकि भविष्यमा आउने मानव जीवनमा आउने भयावह स्थितिलाई चाहिँ हामीले रोक्न सक्छौँ। या यसको अर्थ के हो भने हामीले अहिले कन्डमलाई चाहिँ लगानी गर्न सकियो, प्रिभेन्सनका कामहरू गर्न सकियो भने भविष्यमा आउने यौन रोग, सिफिलिस र एचआइभीलाई हामीले अहिले